म सुन्छु दाइ। दाइ सुन न, म सुन्छु मान्छेले प्रेममा कसैलाई विश्वास दिलाउनको लागि बाआमाको कसम खान्छन् रे। मन्दिर ढोग्नुको के अर्थ दाइ? बाआमाकै कसम खाएपछि? जवाफ देऊ न मलाई, बाआमा भन्दा ठुलो भगवान कुन मन्दिरमा भेटिन्छ यहाँ? सङ्घर्षले सफलता नपाउनेहरूलाई सोध न यार, सपना टुट्दा कस्तो हुन्छ भनेर। फेरि प्रेममा हारेर घाँटीमा पासो लाउने कोसिस गर्छ अरे। एकपल्ट 9 महिना काखमा राख्ने आमालाई सोध न, बुढेसकालको सहाराको आशा गरेको सन्तान उसकै मलामी जाँदा कस्तो सङ्घर्ष हुन्छ भनेर। म सधैँ भन्छु नि दाइ तिमीलाई, म सधैँ मेरो कवितामा भन्ने गर्छु नि दाइ तिमीलाई, सत्य के हो भनेर। अब आज तिमी र म थोरै कल्पनाको कुरा गरौँ न। म भन्छु नि तिमीलाई मेरो कल्पना कस्तो हुन्छ भनेर। मलाई एउटा छुट्टै संसार बनाउन मन छ दाइ। मलाई एउटा छुट्टै संसार बनाउन मन छ दाइ, जहाँ आफन्त थोरै, आफ्नोपन धेरै होस्, जहाँ पराई र शत्रु शब्द जन्म नै नहोस्, सबै मेरै होस्। एउटा यस्तो संसार जहाँ बाको च्यातिएको दौरा सुरुवालमा